हेलो गाइज, आज चाहिँ हामी एसजिपी राइडबाट चाहिँ हामी कुले खानेको राइड जाँदैछौँ। अनि आजको राइड एकदम बबाल हुनेवाला छ होइन। धेरैजना साथीहरू ग्रुपमा छौँ हामी 15-16जना जति छौँ। जस राइडहरू चाहिँ कस्तो हुनेछ तपाईँहरूले फुल भिडियो वाच गरेर हेरिदिनु होला है त। ल गाइज, अहिले चाहिँ हामी काठमाडौँ र मकवानपुरको बोर्डरमा आइपुगेको छौँ है। यो साइड चाहिँ काठमाडौँ पर्दो रहेछ भने यहाँ एउटा गेट छ है। यो गेटदेखि यता काठमाडौँ अनि यता चाहिँ मकवानपुर रहेछ होइन त। हामी चाहिँ अहिले ठ्याक्कै यो बोर्डरमा आइपुगेको छौँ। यो ठाउँलाई चाहिँ हुमाने बजार भन्दो रहेछ। जस अहिलेसम्मको राइड चाहिँ एकदम राम्रो भयो। बाटोमा जस बिचबिचमा एकदम हल्का अफरोडहरू रहेछ। जस राम्रै तरिकाले आइपुगेको छ। अब ल आजको हाम्रो साथीहरूको बाइकहरू चाहिँ यता छ। ल कतिवटा बाइक छ? धेरैवटा बाइक छैन आज, लगभग 12-13वटा जति बाइक होला है। यो कति क्लाससम्म पढेछौ? 10 कक्षा। ल आजको राइडहरू रमाइलो भइरहेछ। हाम्रो साथीहरू चाहिँ यता हुनुहुन्छ अगाडिपट्टि खाजा खानको लागि। हामी यहाँ झरेको हो। ल हाम्रो साथीहरू है, हाम्रो आजको राइडर साथीहरू। यहाँदेखि उताको राइड कस्तो हुन्छ तपाईँहरूलाई भिडियोमा देखाउनेछु। ल गाइस, फाइनली हामी चाहिँ कुले खानी आइपुगेको छौँ। अहिले हामी यहाँ मार्खुमा छौँ है। ल यो चाहिँ मार्खु कुले खानीको ड्याम तल। हामी अहिले यो होटलमा खाना खानेछौँ। यहाँ हाम्रो अर्डर भइसकेको छ। त्यसपछि खाना खाइसकेपछि हामी तल ड्यामतिर झर्नेछौँ। अनि त्यहाँबाट केही हामी रमाइलो मनोरञ्जनहरू गर्नेछौँ, ढुङ्गा चढ्नेछौँ अनि केही दृश्यहरू अवलोकन गर्नेछौँ। जस तपाईँहरू सबैजनाले भिडियोहरू अन्तिमसम्म हेर्नु होला। गाइज, हाम्रो डेस्टिनेसन चाहिँ आज ठ्याक्कै कुले खानेको ड्याम जाने डेस्टिनेसन थियो होइन। हाम्रो योजना त्यो थियो, तर ठ्याक्कै हामीले चाहिँ त्यो बदलेर चाहिँ होइन, अब हामी चाहिँ मैनी झरनातिर पो आइपुग्यो। अब मैनी झरना चाहिँ अब ठ्याक्कै हामी लोकेसनमा आइपुग्यौँ। ठ्याक्कै तल छ मैनी झरना।
अब त्यहाँ के कस्तो रहन्छ तपाईँहरूलाई भिडियोमा देखाउँछ एकदम भिडियो मजाले स्किप नगरिकन हेर्नु होला है त रमेश के बोल्नु छ जस्ट फर्स्ट टाइम आएको यहाँ चाहिँ होइन जस्ट बाटो चाहिँ लाग्दै नराम्रो क्या यस्तो गाह्रो भयो जस्ट दुःख सुख गरेर आइपुग्यो बाटो होइन जस्ट त्यो ठ्याक्कै कुले खानेदेखि उकालो लागेपछि चाहिँ बाटो एकदम ढुङ्गा गाडी होइन सबै बाटो बिग्रेको जस्ट दुःख सुख ल हामी मोहिनी झरनातर्फ जाँदैछौँ सिडी रहेछ ओह्रालो झर्ने चाहिँ सिडी रहेछ डाँडादेखि ओह्रालो सबै सिडी रहेछ होइन हरियाली छ दामी जस सही छ सुभाष भाइ यता हेर त के भन्नु छ तिमीलाई अनि यहाँ सुन न बाटो चाहिँ कस्तो लाग्यो त अनि यहाँ चाहिँ स्विमिङको लागि पनि राम्रो रहेछ पानी एकदम पानी लास्टी छ ल झरना आइपुग्यो गाइस हामी यो झरनाको साइडको सिनहरू है यहाँ चाहिँ स्विमिङ गर्ने ठाउँ पानी त्यस्तो सफा त छैन तैपनि मान्छेहरू स्विमिङ गर्छन् होइन जस्ट गर्मीको बेलामा स्विमिङ गर्नु पनि मजा आउँछ फर्स्ट टाइम आएको राम्रै लाग्यो यो ठाउँ चाहिँ बब्बाल छ मनिष भाइ के छ कस्तो भयो त यात्रा हामी कुन झरना आएको थाहा छ तिमीलाई हामी अहिले मोहनी झरना आइरहेको छौँ सही सही मोहनी झरना बब्बाल रहेछ हेर्नु न गाइस कत्रो कत्रो ढुङ्गा रहेछ क्या यहाँ त ल फर्स्ट टाइमको एक्सपिरियन्स एकदम रमाइलो भयो वाउ दामी यहाँ आइपुग्नको लागि चाहिँ काठमाडौँदेखि लगभग त्यही 60 किलोमिटर जति रहेछ बब्बाल ल धेरै मान्छेहरू हुनु रहेछ यहाँ त झर्ना हेर्नको लागि आउनुभएको वाउ ल अब हामी पल्लो साइडतिर जानेछौँ है त आऊ हामी जाने हो ल कति धेरै स्विमिङ गरिदिनु हुँदैछ यहाँ त लास्ट रमाइलो ठाउँ है तपाईँहरू आउनुभएको छैन भने तपाईँहरू पनि आउन सक्नुहुनेछ यो ठाउँ चाहिँ बब्बाल काठमाडौँदेखि त्यही 50-60 किलोमिटर टाढा हो त्यति धेरै पनि छैन लगभग 2 घन्टा 2.5 घन्टा जति लाग्छ होला सायद